हाम्रो चाहिँ ग्याप थियो थिएन? थियो सर। ग्याप कति वर्ष थियो? 4 वर्षको ग्याप थियो। 4 वर्ष थियो है। अनि अन्त धाउँदाखेरि चाहिँ अब कति ठाउँमा धाउनु भएर? 4-5 ठाउँमा गएँ सर। अनि ग्यापले गर्दा प्रब्लम हुनुहुन्छ त्यस्तो के भनेको थियो र? भयो सर, ग्यापको कारणले चाहिँ प्रब्लम थियो। अहँ। अनि यहाँ भद्र सरलाई भेटेँ, एकदमै राम्रो कुरा गर्नुभयो कि। त्यसपछि त्यही हो। अनि कति टाइम लाग्यो हाम्रो लगभग पर्सेन्टको लागि चाहिँ? 5 महिना जति लाग्यो। 5 मन्थ लाग्यो है। टाइमिङ हाम्रो केमा चाहिँ अलिकति टाइम लाग्यो जस्तो लाग्यो? एजुकेसन लोनमा सर। लोनको प्रोसेसमा चाहिँ अलिकति टाइम थियो। ओके। डकुमेन्टहरूमा चाहिँ कतिको सहज भयो अथवा कस्तो लाग्यो तपाईँलाई? न्युजिल्यान्ड डकुमेन्ट कस्तो रहेछ जस्तो लाग्यो? अलि टफ नै छ सर गर्न त, तर सर र म्यामहरूले एकदमै हेल्प गर्नुभयो, एकदमै। अनि सहज भयो मलाई। ठिक छ। ल अब कहिलेको टिकट गर्नु छ तपाईँले? मेरो चाहिँ 20 मेको गरेको छु सर। 20 मेको गर्नुभयो है। 20 मे भनेपछि हामी 22। ए ओके, 22 मा त हामी पुग्छौँ होला कि 21 मै पुग्ने हो? होइन, 22 कि 21 मा पुगिन्छ सर त्यहाँ। है, ट्रान्जिट छ कि। ओके, कुन एयरलाइन्स लिनुभयो? कतार एयरलाइन्स। कतार एयरलाइन्स है। ठिक छ, तपाईँले फेरि त्यो इमेलहरू चाहिँ नोटिस गरिराख्नु है। क्लास आउनु सक्छ तपाईँलाई है, त्यो अनलाइनबाट एटेन्ड गर्नु पनि, किन तपाईँको त एक्सटेन्ड भइसकेको हो नि त। सो स्टार्ट भइसकेको छ क्लासहरू, उता चाहिँ तपाईँ यहाँ छुटिरहेको छ होइन। 14 डेजको एक्सटेन्ड गरिदिएको हो। हामीले त्यो यहीँबाट एटेन्ड गर्दै गयौँ भने चाहिँ हामीलाई सहज हुन्छ क्या, पछि त्यो उयो गर्नु परेन है। ठिक छ। इन्टरभ्यू भएको कि नभएको तपाईँको? भयो सर। इन्टरभ्यू कति मिनट भएको थियो? 18 मिनट 43 सेकेन्ड भयो थियो। हजुर। अनि एकदमै राम्रो भिजा अफिसर थियो, फ्रेङ्कली मजाले बोले। अनि 40 मिनटमा त एआइपी आयो है। सजिलो भयो भने त इन्टरभ्यू प्रिपरेसन कस्तो भइरहेको थियो बिचमा? राम्रो, मैले 2 महिना जति प्रिपरेसन गरेँ इरादा म्यामबाट। एकदमै राम्रो क्लास भइरहेको थियो। अनि ओसिएन म्यामले पनि हेल्प गर्नुभयो। हजुर। ओके, यासिन म्याम हुन्छ। हजुर, एकदम राम्रो भयो। दुईजना हामीले ट्रेनिङ गराउनु चाहिँ। ठिक छ। ल अब 20 मा जाँदै हुँदो रहेछ है। अब त्यहाँ पुग्नु भएपछि त्यस्तो केही प्रब्लमहरू भयो भने म्याम सर दुवैजना अहिले न्युजिल्यान्डमै हुनुहुन्छ, तपाईँलाई थाहा होला होइन। मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कलेजमा त्यस्तो केही प्रब्लमहरू भयो किनभने हामी अब डिले पुग्दैछौँ होइन। त्यसले गर्दाखेरि अब कलेजमा कुनै अब एडमिसनको प्रोसेसहरू केही अप्ठ्यारो केही भयो भने इनकेस है नहोला हुनु चाहिँ, तर पनि केही भइहाल्यो भने इन्स्टान्ट मलाई मेसेज गर्नुभयो पनि भयो, अथवा तारा म्याम, निरज सर न्युजिल्यान्डमै हुनुहुन्छ दुईजना, उहाँहरूलाई गर्नुभयो पनि हुन्छ है त। हुन्छ ल, अल द बेस्ट है त। यो लिएर जानुभयो हुन्छ है त। थ्याङ्क यू सर। ल हस्, ठिक छ। अब